नमस्कार। यहाँनेरि हजुरहरूले देखिराख्नु भएको चिज चाहिँ किसानसँग डाइरेक्ट खरिद गरेको यो दुध हो। यो दुध मैले तताइहरिकन सेलाएर राखेको दुध हो। यहाँ हेर्नु होला, किसानसँग लिएको दुधको गति कस्तो छ भन्ने कुरा हजुरहरूलाई देखाउन गइरहेको छु। यहाँ हेर्नु न, यो दुध तताइहरि राखेको दुध हो, न यो दुधमा तर लागेको छ। यहाँ हेर्नु त, यो दुध चाहिँ आधा लिटर दुध हो। आधा लिटर दुध तताउँदा अलिअलि तर लाग्नु पर्ने होइन। हामी पनि गाई भैँसी पालेर गाई भैँसीको दुध खाएर यहाँसम्म आएका मान्छे हौँ। बरु डेरीमा किनेको दुध एउटा मापदण्ड अनुसारको दुध पाइन्छ। डेरीमा कस्तो कस्तो दुध आउँछ, किसानसँग खाउन चिनी राखेको किसानसँग भनेर यसरी दुध लिएर आए। यो दुधमा न तर लागेको छ। यसको यो बाक्लो पातलो त अब जाँच्ने मेसिन छैन, यो कस्तो छ यो थाहा भएन। यहाँ हेर्नु होला, किसानहरूले यति साह्रो बदमासी यो व्यापारमा हरेक मान्छेले कति धेरै बदमासी गर्न सकेका हुन्। पैसा भनेको यो व्यापार गर्नेहरूलाई मात्रै चाहिन्छ, व्यापार गर्ने मान्छेहरूको लागि मात्रै पैसा आवश्यकता हो भन्ने बुझ्छन् कि के हो मान्छेहरूले। किसानहरूले एउटा भैँसी किनेर ल्याउँछन्, त्यो सुरुको दिनमा जति दुध दिएको थियो 1 वर्षसम्म त्यति नै दुध बेचिरहेका हुन्छन् किसानहरूले। हामीले पनि त गाई भैँसी पालेर दुध खाएर दुहेर यहाँसम्म आएका मान्छे हौँ। भैँसीले एउटै परिणाममा लगभग 4 महिनादेखि 5 महिना जति दुध दिन्छ। यहाँ किसानहरूले के गर्ने गरेका छन् भने 1 वर्ष 1.5 वर्षसम्म त्यो एउटै परिणाममा दुध बेच्छन्। यति साह्रो अन्याय, यति साह्रो अत्याचार किन गरेका हुन्? हरेक साना ठुला व्यापारीहरूले उपभोक्तालाई कति धेरै ठग्न जानेका हुन्। यहाँ हेर्नु त, न एउटा तर लागेको छ न केही छ। यो किसानसँग किनेको दुध हो। किसानले पनि यति धेरै बदमासी गर्दा रहेछन्। म त किसानको पक्षमा बोल्ने मान्छे। आज यो दुध देखेर चाहिँ मलाई साह्रै नमिठो लाग्यो। ल हेर्नु, एउटा केही छैन यो तताएर राखे दुधमा। एउटा तरको भन्ने त एउटा मात्रा नै छैन क्या। यो कति साह्रो बदमासी हो हुन पनि। धत्तेरी।